ब्रह्माणं विदधाति पूर्वं यो वै वेदांश्च प्रहिणोति तस्मै तं हदेव आत्मबुद्धिप्रकाशम् मुमुक्षुर्वै शरणमहं प्रपद्ये। ओम शांति शांति शांति। सच्चिदानंद रूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। नौमीढ्यते प्रवपुषे तडिदम्बराय गुञ्जावतं सपरिपीच्छलसन्मुखाय वन्यास्रजे कवलवेद्रविषाणवेणुः लक्ष्मणश्रियेन्द्रपदे वसुपाङ्गजाय अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः। वन्दना गर्दै अकार ब्रह्मवरुणालय सर्वजगन्नियन्ता सर्वजगदाधार परब्रह्म परमात्मा रास रासेश्वर गोलोकाधिपति गोपीपति गोपति भक्तवांछा कल्पतरु भगवान श्री राधा कृष्ण को युगल चरणमा वन्दना गर्दै यहाँ उपस्थित सम्पूर्ण योगी जनको हृदय कमलमा वास गर्नुहुने अन्तर्यामी स्वरूप परब्रह्म परमात्मालाई पुनः कोटि कोटि वन्दना गर्दै आज भगवान श्री कृष्ण को मुखारविन्दबाट निश्चित श्रीमद् भगवद गीता जसलाई अमृत समान मानिएको छ यो प्रकट भएको दिन गीता जयन्ती भनेर यसलाई लिइन्छ। गीता जयन्ती र यसलाई श्रीमद् भगवद गीता किन भनिएको यस विषयमा र गीताको विषयमा केही सुन्ने इच्छा यहाँहरूलाई परमात्माले दिलाउनु भयो र यहाँहरू सबै योगीजनहरूलाई म धन्यवाद दिन चाहन्छु। सम्पूर्ण यो योग समितिका आदरणीय व्यक्तित्वजीहरू यहाँहरू सबैलाई धन्यवाद दिँदै आज भगवान श्री कृष्णले द्वापर युगको अन्त्यमा जब शोक र मोहमा अर्जुन डुबेका थिए जीवनमा आइपर्ने अप्ठ्यारा अथवा दो बाटोमा अल्मलिएको व्यक्तिलाई सही बाटो यो है भनेर मार्ग निर्देश गर्ने शास्त्र गीता हो। अर्जुन त्यही दुविधामा थिए। श्रीमद् भगवतको गीताको पहिलो अध्यायलाई अर्जुन विषाद योगो नाम प्रथमोध्याय भनेर आउँछ। अर्जुन विषाद अब यहाँ अर्जुन भनेका हामी सबै हौं, सबै प्राणीहरू अर्जुन हुन्। किनकि कलियुगमा भगवान नारायणले विभिन्न अवतार ग्रहण गर्नुहुन्छ युगै पछि। किनकि भगवान आफैले गीतामा बताउनु भएको छ सम्भवामि युगे युगे। कलियुगमा भगवान नरनारायणको रूपमा साक्षात कृष्ण एवं अर्जुनको रूपमा प्रकट हुनुभएको
र दुईजनाको माध्यमबाट, किनकि हाम्रो वैदिक दर्शन, हाम्रो शास्त्रमा प्रश्नोत्तरात्मक शिष्य र गुरुबीच शास्त्रमा प्रश्नोत्तरात्मक संवाद हुन्छ। शिष्यले प्रश्न गर्छ, गुरुले त्यसको उत्तर बताउनुहुन्छ जीवन दर्शनको। यहाँ पनि भगवान श्रीकृष्णले अर्जुनलाई माध्यम बनाएर, अर्जुन त नर हुन्, भगवान श्रीकृष्ण नारायण हुनुहुन्छ, त्यसकारणले हामी पनि नर हौं र नारायणले बताएको यो जुन ज्ञान छ त्यो ज्ञान हामी सबैको लागि के छ त अपरिहार्य छ। मैले अघि नै भने जब हामीलाई दोबाटो फेला पर्छ, कता जाउँ हुन्छ, लक्ष्यबाट हामी विचलित हुन्छौं, लक्ष्य देखिँदैन, त्यो अवस्थामा गीता खोलेर हेरियो भने त्यहाँबाट हाम्रो बाटो पत्ता लाग्छ अथवा मार्ग निर्देश गीताले गर्छ। त्यो ज्ञान गीतामा छ। त्यसकारणले गीता हरेक प्राणीले, हरेक सनातनीले आफ्नो साथमा राख्नुपर्छ र आफ्नो, अब अहिले हामी गुगल म्याप खोलेर हिँड्छौं नि कतै जानु पर्यो भने, अब यो ठेगाना, पृथ्वीको ठेगाना त गुगल म्यापले बताउँछ, तर संसारमा हामी किन आएको, यहाँ के गर्ने र अगाडि कसरी जाने, के लिएर जाने भन्ने बाटो र हाम्रो लक्ष्य के हो भन्ने निर्देश त्यो गुगल म्याप भने चाहिँ श्रीमद् भगवद गीता हो। यसलाई हामीले साथमा लिएर हिँड्यौं भनेदेखि हरेक अवस्थामा, हरेक समस्यामा यसले बाटो देखाउने काम गर्दछ। त्यसकारण श्रीमद् भगवद गीता एउटा जीवन, सफल जीवन, असल जीवन र शान्तिमय आनन्दमय जीवन बिताउने इच्छा जसलाई हुन्छ उसले साथमा राख्नुपर्छ र यसले देखाएको बाटोमा हिँड्नुपर्छ भन्ने भगवान श्रीकृष्णको सन्देश नै श्रीमद् भगवद गीता हो। भगवान श्रीकृष्णले गाउनु भयो, त्यही भएर गीता हैन। अनि श्रीकृष्णलाई भगवान स्वरूप हुनुहुन्छ, ब्रह्म स्वरूप हुनुहुन्छ, त्यसकारणले भगवत भनियो, भगवद गीता। र भगवान श्रीकृष्णलाई राधाजी भनेको, जो भगवान श्रीकृष्णलाई पनि शक्ति प्रदान गर्ने, आह्लादिनी शक्ति भनिन्छ राधाजीलाई, त्यसकारणले श्री शब्द त्यहाँ रह्यो र श्रीमद् भगवद गीता भनेर यसको नाम रहन गएको हो। श्रीमद् भगवद गीता यहाँ के छैन, त्यसको महात्म्यमा भगवान वेद व्यास बताउनुहुन्छ। सर्वोपनिषदो गावो दुग्धा गोपाल नन्दन पार्थो वत्सः सुधीर भोक्ता दुग्धम गीतामृतम महत। वेद हजुरहरूले जान्नु भएको छ, वेद 1 लाख मन्त्रहरूले पूर्ण छ। त्यो कसैद्वारा लिखित होइन। यस्व निश्वसितम वेदा यो वेदेभ्यो अखिलम जगत निर्ममे तमहम वन्दे विद्या तीर्थम महेश्वरम। भगवान नारायणको श्वासबाट वेद प्रकट भयो। वेद माने ज्ञान। त्यो ज्ञान संसारमा, श्वास हावा कहाँ छ, संसारमा रहेछ। त्यही ज्ञानलाई ऋषि महर्षिहरूले आफ्नो साधनामा, आफ्नो चिन्तनमा मन्त्रको रूपमा देख्नुभयो र त्यही मन्त्र नै अनि पछि श्रुति परम्परामा मैले यो देखेँ, उसले यो देखेँ भनेर हामी विभिन्न विनियोगहरू आउँछ नि मन्त्रहरूमा, अनि त्यो मन्त्र नै पछि श्रुति परम्परा हुँदा हुँदै अब सबैको मस्तिष्क त त्यति थिएन, अब घट्दै क्षीण हुँदैछ नि त मस्तिष्क। त्यस कारणले लिखित रूपमा पछि आयो। अब पुरै एउटा वेद पनि जान्न सक्दैनन् भनेर 4 भागमा, पहिला त त्रयी हैन, 3 वेद मात्र थियो, ऋग यजुर साम, पछि अथर्ववेद पनि त्यसबाट निश्चित गरेर 4 वेद भयो। अब त्यो 4 वेदलाई पनि छुट्टै छुट्टै हामीले जीवनमा एउटा मात्रै वेद पढ्यौं भने पनि बुझेर सकिँदैन। त्यस्तो छ वेद। अथाह ज्ञान राशि, समुद्रमा कति पानी छ भनेर कसले नाप्ने,
वेद भनेको ज्ञानको समुद्र हो, सम्पूर्ण सृष्टि संरचनाको संविधान हो, यो विश्व ब्रह्माण्डको संविधान हो। त्यसैबाट प्रकृति चलेको छ। त्यसकारणले त्यो वेदलाई बुझ्ने क्षमता हामीमा छैन। हाम्रो मस्तिष्कले, हाम्रो बुद्धिले र हाम्रो आयुले पनि त्यसलाई साथ दिँदैन। अब के गर्ने? कलियुग लाग्दैछ। कलियुगका प्राणीको त झन् आयु छोटो छ। भगवानले विचार गर्नुभयो, सबै उपनिषद वेदलाई चाहिँ भगवानले के बनाउनु भएछ? गाई बनाउनु भएछ। गाई भएछ त दुने मान्छे चाहिए। भगवान श्रीकृष्ण स्वयं गाई दुने गोपाल भन्नुभयो। र अब गाई दुनुभन्दा अगाडि के चाहिन्छ? बाछा बाछी चाहिन्छ। बाछोको रूपमा भगवानले अर्जुनलाई राख्नुभयो, किनकि बाछो नलगाइकन भने पगार्नु पर्यो। जसरी गुरुबाट ज्ञान प्राप्त गर्नको लागि शिष्यले प्रश्न गर्यो भने गुरुलाई भन्ने इच्छा हुन्छ अथवा अरू गोप्य ज्ञानहरू गुरुले प्रदान गर्नुहुन्छ, त्यस्तै बाछोको रूपमा बाछो लगाइसकेपछि पनि लुकाएको दुध पनि गाईले दिन्छ भन्ने चलन छ। त्यसकारणले भगवानले बाछोको रूपमा चाहिँ अर्जुनजीलाई प्रयोग गर्नुभयो र अर्जुनको माध्यमले त्यो गीता रूपी अमृत उपनिषद रूपी गाईबाट दोहेर हामीलाई प्रदान गर्नुभयो। पार्थो वत्सः सुधीर भोक्ता। भोक्ता भनेको त्यसलाई अमृतलाई दुध त अब पान गर्नु पर्यो नि। भगवानले दुहिदिनु भएको जुन दुध छ त्यो दुध पान गरेको त सुधी। धी भने बुद्धि, सु भनेको राम्रो। जसको राम्रो बुद्धि छ, जसको असल बुद्धि छ, जो असल मार्गमा लाग्न चाहन्छ, त्यस्ता व्यक्तिहरूले यो गीता रूपी अमृत पान गर्नु पर्दछ भनेर महात्म्यमा बताइएको छ। त्यसकारणले सबै उपनिषदको रस, उपनिषद बुझ्ने क्षमता, संस्कृत भाषा बुझ्ने क्षमता छैन, हैन? त्यसकारणले गीता त एकदम सरल प्रश्नोत्तरात्मक रूपमा सामान्य भाषामा, छन्द पनि धेरै लामा लामा अप्ठ्यारा छन्द छैनन्, अनुष्टुप छन्द मात्रै छ। त्यसलाई हामीले आफैले घर बसेर बिस्तारै पढ्न पनि सक्छौं र त्यसको आस्वादन र त्यसको ज्ञानले आफ्नो जीवनलाई सत्मार्गमा लगाउन पनि सक्छौं। त्यसकारणले श्रीमद् भगवत गीता हाम्रो जीवनको मार्गदर्शक हो। जब अर्जुन दुविधामा परे, मोह भयो, युद्धको बीच भूमिमा रहेर उहाँले हेर्नुहुन्छ आफ्नो हजुरबुवा हुनुहुन्छ भीष्म पितामह, काका, मामा, दाजु, भाइ सबै आफन्त बन्धु बान्धव मात्र अगाडि छ। कसलाई मार्ने? यो अर्कालाई मारेर चाहिने यो राज्य मैले भोगेर सुख त अरूसित बाँड्न पाएको बढ्छ, आनन्द आउँछ। सबैलाई मारिसकेपछि आफू एक्लै भएर म यो राज्यको सुख कसरी भोग गर्ने? उहाँलाई मोह हुन्छ। म त्यो पापको भागीदार बन्न चाहन्न, मैले गरिराखेको छु। हामी भन्छौँ कसले गरेको? मैले गरेको। को हो? म हो भन्छ नि। हो, त्यसलाई भनिन्छ अहंकार। अहम जुन म भनिन्छ त्यो म नै के हो त? अहम हो। र अर्जुनलाई पनि त्यही भ्रम थियो कि संसारमा गर्नेवाला म हुँ, गर्नेवाला हामी होइनौं। त्यो हामीले गीताबाट बुझ्नु पर्दछ। अर्जुनले मैले गरिराखेको छु भनिराखेको थियो नि त, हैन? म मार्नेवाला हुँ। अब वेदान्त दर्शनमा त्रिपुटी भन्छ कर्ता, भोक्ता र प्रमाता, हैन? कर्ता भनेको म गर्नेवाला, भोक्ता भनेको म भोग्नेवाला, प्रमाता भनेको म जान्नेवाला। हजुरहरूलाई त्यस्तो हुन्छ कि हुँदैन? म गर्नेवाला, म भोग्नेवाला, म जान्नेवाला। म जान्दछु, केही न केही त जान्दछु, हैन? सबैलाई छ। केही नजान्नेले पनि केही न केही चाहिँ जाने हुन्छ, हैन? कर्ता म गर्नेवाला हुँ भन्छ, भोक्ता म भोग्नेवाला हुँ, म त्यहाँ गएको छु, मैले त्यो अनुभव गरेको छु भन्छ। म जान्नेवाला हुँ भन्छ। प्रमातृत्व भाव उसमा आउँछ, कर्तृत्व भाव उसमा आउँछ, भोक्तृत्व भाव उसमा आउँछ।
यो कर्तृत्व भोक्तृत्व र प्रमातृत्वको जुन यो त्रिपुटी तीनटा भाग छ नि त्यो नगएसम्म त हामी फेरि दुःखमै अल्मलिरहने हो। म गर्नेवाला होइन भनिदिनुहोस् त कति सजिलो छ। हामी हरेक पूजामा गर्छौं नि कायेन वाचा मनसेन्द्रिय सबै मैले शरीरद्वारा मनद्वारा वचनद्वारा गरिएका सम्पूर्ण कर्म भगवानलाई अर्पण गरे। म गर्नेवाला होइन, म त भगवानले चलाइरहनु। जसरी कठपुतली भने हातमा चाहिने धागो बाँधेर यसरी कठपुतलीलाई एउटा नचाउनेवालाले नचाइरहेको हुन्छ, त्यो ईश्वर हामी भित्रै छ, त्यसले हामीलाई नचाइरहेको छ। हामी भन्छौं मैले गरेको भनेर, गर्नेवाला त्यो भित्र छ। हामीले कति प्रयास गर्छौं, जति प्रयास गर्दाखेरि पनि हामीले चाहे जस्तो त हुँदैन, हुन्छ त। हामी दुःख कोही पनि चाहदैनौं, चाहन्छौं चाहदैनौं। सुख चाहिरहेका छौं, नचाहे पनि दुःख आइरहेको छ। धेरै चाहेर पनि सुख चाहिने पाउने जति मात्रै पाइरहेको छ भने जति पाइरहेको छैन। भन्नुको अर्थ के हो त भन्दा सुख र दुःख हाम्रो नाउँमा जति छ चक्रवत परिवर्तनले सुखानि च दुखानि च, सुख र दुःख परिवर्तन भइरहन्छन्। र ती सुख हामीले फेरि केबाट खोजिरहेका छौं? पदार्थबाट खोजिरहेका छौं, किनकि पदार्थमा त सुख छैन। जुन चिज छैन भन्ने काँडाले हाम्रो हृदय बिजाएको छ त्यो काँडा निस्किएको मात्रै हो हामीलाई सुख, यो पदार्थको सुख भने। जस्तो कसैको घर छैन भन्ने काँडा चाहिने मनमा बिजेको छ, अब ऊ दुखी छ। जब घर बनाउँछ, घर बनाइसकेपछि त्यो घर छैन भन्ने काँडा चाहिने निस्कियो। कहिलेकाहीँ हामीलाई काँडा बिजेको निकाल्दाखेरि आहा कति आनन्द आयो जस्तो हुन्छ नि। त्यस्तै मनमा पनि त्यो छैन भन्ने जुन काँडा अथवा विभिन्न समस्या रूपी काँडा चाहिँ मनमा बिज्छ, त्यही काँडा निस्किँदाखेरि हुने जुन आनन्द छ त्यसैलाई हामीले सुख ठानेका हौं। तर वास्तवमा सुख त त्यो होइन, सुख त भित्रै छ। खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आफू मिटाई अरूलाई दिनु जहाँ छ। त्यसकारणले त्यो सुख आनन्द भित्र छ, त्यो भित्र रहेको सुख आनन्दलाई हामीले जान्नु आवश्यक छ। गीतामा भगवानले त्यही अर्जुनलाई त्यही कुरो सम्झाउनुहुन्छ, अरू बाहिरी कुरो सम्झाएको। म मार्नेवाला हुँ, अरू मर्छन् भन्ने जुन भाव थियो त्यसलाई दोस्रो अध्यायमा भगवानले समाधान गरिदिनुहुन्छ। जातस्य हि ध्रुवो मृत्यु ध्रुवं जन्म मृतस्य च तस्मादपरिहार्यर्थे न त्वं शोचितुमर्हसि। हे बाबु, जातस्य हि ध्रुवो मृत्यु, जो जन्मन्छ ऊ मर्छ। ध्रुवम जन्म मृतस्य च, जो मर्दछ उसको जन्म फेरि निश्चित छ। हजुरहरूले जुका देख्नु भएको छ नि? जुका, बर्खामा जुका देखिन्छ। यो जुकाले के गर्छ भन्दाखेरि एक ठाउँबाट अर्को ठाउँमा सर्नको लागि पहिला यसरी आफ्नो सिङ्गो डोरी जस्तो एक ठाउँ टेक्छ अनि यसो यसो पात झारमा यसरी टेक्ने ठाउँ खोजिराखेको हुन्छ, झार छ पहिला। अनि जहाँनिर आफ्नो अडिन सक्छ अथवा आफ्नो आधार फेला पार्छ अनि तलको छोडेर त्यहाँ ट्याप्प समातेर यता छोड्छ। त्यस्तै यो जीव पनि, यो जीवात्माले पनि अन्त समयमा के गर्छ रे भन्दाखेरि अन्त कहाँ जाने हो, कुन शरीरलाई लिने हो, कस्तो शरीरमा जाने हो। किनकि 84 लाख योनि भनेको छ होइन, कति छन् जीवहरू, कुनमा जाने हो। आफ्नो शुभ र अशुभ कर्मको फलद्वारा हामी त्यसरी नै त्यो जीवले अन्तमा मर्नुभन्दा अगाडि, अब मर्ने, एकजना गुरुजीले भन्नुहुन्थ्यो मर्ने होइन बाबु सर्ने हो। जसरी जुका एक ठाउँबाट अर्को ठाउँमा सर्छ त्यसै गरी यो आत्मा पनि अर्को ठाउँमा सर्दछ, मर्ने होइन। हामी पुरानो लुगा भएपछि फालिदिन्छौँ नि, लाउँदैनौँ। अलिकति खुम्चियो ओर्यो, रङ गयो, चाउरिँदै जान्छ नि लुगाहरू पुरानो भएपछि। यो जीवात्मालाई
चाउर्यो गाला, आँखाले नदेख्ने भयो, कानले नसुन्ने भयो। त्यसपछि जीवात्माले छोडेर राम्रो शरीर खोज्छ। उसले पनि, उसलाई पनि राम्रो चाहियो, सबैलाई राम्रो चाहिएको छ त जीवात्मा, उसलाई पनि राम्रो चाहियो। गीतामा त्यही कुरोलाई भगवानले बताउनु भएको छ। लुगा पुराना जसरी त्यजेर नयाँ लुगा मानिस लिन्छ फेर, त्यस्तै बुढा देहहरू त्यजेर यो जीवले लिन्छ नयाँ शरीर। यो जीवात्माले पनि पुरानो लुगा त्यजेरै यो शरीरलाई त्यागिदिन, बुढो भयो, खतम, वरको पर नसर्ने भयो, के काम यो शरीर त्यागिदिन्छ। त्यस कारणले हे बाबु मर्ने होइन सर्ने हो भनेर जन्म मृत्युको विषयमा दोस्रो अध्यायमा बुझाइदिनुहुन्छ, जसलाई सांख्य योग पनि भनिन्छ। अब यहाँ सांख्य भनेर फेरि अर्को सांख्य दर्शन पनि छ। 6 दर्शनहरू मध्ये यहाँको सांख्य योग भनेको ज्ञान योग। यहाँ चाहिँ नि सांख्य भनेर ज्ञान शब्दलाई, ज्ञानलाई लिएको छ, भगवानले बताउनुहुन्छ त्यही। त्यस कारणले यो गीता प्रत्येक अध्यायलाई एउटा एउटा योग बनाइएको छ, 18 वटा योग। योग अब हजुरहरू योग गर्नुहुन्छ। योग भनेको जोडिनु, परमात्मासँग जोडिनु, जीवात्मालाई परमात्मासँग जोड्नु नै के हो त? योग हो। अब योगका 8 प्रकार महर्षि पतञ्जलिले बताउनु भएको छ। यम नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि। अब ये 8 वटा अंग हाम्रो जीवनमा सँगसँगै बढ्नुपर्छ। जस्तो हाम्रो शरीरको अंग हात मात्र एकचोटि बढ्ने, घुँडा मात्र एकचोटि बढ्ने त हुँदैन हैन। भोजन गर्दै गएपछि शरीरका सबै अंगहरू चाहिँ नि एकसाथ विकास हुन्छन्। भने जस्तै अष्टाङ्ग योगहरू पनि हामीले सँगसँगै अगाडि बढाउनु पर्छ। यम नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि। समाधि एकैचोटि पछि लाग्ने होइन, अहिले लाग्दै जानुपर्छ, थोरै। आज 1 सेकेन्ड होला, भोलि अर्को सेकेन्ड होला। त्यो सेकेन्ड जम्मा भएर अनि त्यसको अनुभव बढ्दै जाने हो र अन्तिममा समाधि लाग्ने हो। अनि त खुला आँखामा पनि समाधि हुन्छ, जसलाई जीवन मुक्त महात्मा भन्छौँ। लिनु दिनु केही छैन संसारसँग, संसारमै छ। कमल कहाँ छ? हिलोमै छ, तर हिलोबाट माथि उठेको छ। उसलाई हिलोसँग मतलब छैन, तर हिलोमै उसको आधार चाहिँ के हुन्छ त? हाम्रो शरीर संसारमै छ, हामी परिवारभित्रै हुन्छौँ, छोराछोरी वरिपरि छन्, तर पनि ऊ असङ्ग छ। असङ्ग बना भन्नुहुन्छ। अनि यो संसार त्रिगुणात्मक छ, 3 वटा गुणले चढाएको छ। त्यो 3 वटा गुणबाट तिमीले माथि उठ्नुपर्छ भनेर भगवान श्रीकृष्णको अर्को मुख्य सन्देश गुणातीत बन। त्रैगुण्य विषया भेदा। हे बाबु अर्जुन, यो विषय भनेको हरेक पदार्थमा 3 वटा गुण छ। अब त्यो 3 वटा गुण भनेको के हो त? सत्व, रज र तम। हरेक पदार्थमा सत्व, रज, तम गुण हुन्छ। हामीले त्यसबाट सात्विकतालाई लिनु पर्यो। यो ज्याकेट अहिले त कति प्यारो छ नि, सबैले ज्याकेट लगाउनु भएको छ। यही ज्याकेट वैशाख जेठमा चाहिँ लगाउनुहोस् त, लगाएर यहाँ बस्नुहोस् त, सकिन्छ? सकिँदैन। त्यसबाट तमो गुण, त्यतिखेर त्यसमा तमो गुण आएर होला। गीतामा भगवानले बताउनु भएको छ, सत्व गुणबाट सुख हुन्छ हैन। अहिले पो सत्व गुण छ, अहिले हामीले प्रयोग गरेको, त्यो बेलामा त्यसमा तमो गुण आउँछ। त्यसकारणले हरेक पदार्थमा सत्व गुण पनि छ, रजो गुण पनि छ, तमो गुण पनि छ। अनि एकदम मन परेको लुगा थियो, हरायो कतै भनेपछि मोह पनि त्यहाँ छ नि त। मोह आफ्नो कस्तो मलाई साथीले दिएको, अथवा विदेशबाट कसैले उपहार ल्याइदिएको, अथवा आफूले एकदम
मन परेर लगाइराखेका लुगा हरायो अथवा मुसाले काट्यो, चिन्ता हुन्छ। त्यसैमा त रजोगुण पनि छ भने हरेक विषय। त्यसकारणले गीतामा भगवानले भन्नुभयो त्रैगुण्य विषया वेदा। हे बाबु, विषयमा तीनवटा गुण छ, सत्व रज तम गुण। तिमीले सात्विकतालाई सत्व गुणलाई मात्र लियो। अझ पछिल्लो समयमा त अझ जस्तो हाम्रो ज्ञान बढ्दै जान्छ, ज्ञान बढ्दै गएपछि त्यो तीनवटा सत्व गुणलाई पनि छोड्नुपर्छ भन्नुभयो। त्रैगुण्य विषया वेदा निस्त्रैगुण्यो भवार्जुन। निस्त्रैगुण्य माने सत्व गुणबाट पनि माथि उठ भनेर यसरी गुणातीत बन। गुणातीत सौच्यते माने भक्तहरूको परिभाषा गर्नुभएको छ। र अनि अर्को भगवानले अब यसमा कर्मको कुरो छ, ज्ञानको कुरो छ, भक्तिको कुरो छ। किनकि हाम्रो वेद के छ त, तीनवटा काण्ड छ वेदमा। कर्मकाण्ड छ, उपासना काण्ड छ र ज्ञान काण्ड छ। अब हामी चाहिँ के गर्छौं, अब एकैचोटि कोही छन् नि त संसारमा चलेका विभिन्न सम्प्रदायहरू छन् हैन, कर्म शर्म यो काम छैन, भक्ति गर्नुपर्छ भन्छन् कोही हैन, यो भक्ति शक्ति काम छैन, ज्ञान एकदम केही होइन यो भनेको छ। तर ती डुबिराखेको छ हैन। ज्ञान एकैचोटि जस्तो सिँढी चढ्दाखेरि एकैचोटि माथिल्लो तेस्रो सिँढीमा चाहिँ टेक्यो भने के हुन्छ, नअडिने सम्भावना, लड्ने सम्भावना ज्यादा हुन्छ, स्थिर हुँदैन। अझ झन् वृद्धावस्थामा त खुड्किलो बिस्तारै चढेर जानु। त्यस्तै हाम्रो जीवनमा पनि पहिला कर्म गर, चित्त शुद्ध गर। चित्त शुद्धका लागि कर्म गर्नु। जस्तो हामी आफ्नो बिरामी बच्चालाई औषधि खुवाउनु पर्यो भनेदेखि बाबु म चकलेट दिन्छु ल औषधि खाऊ भनेर जाने लोभ देखाउँछौँ नि। माने चकलेटको लोभले त्यो तितो औषधि भए पनि खान्छ बच्चाले भने जस्तै बाबु स्वर्गमा गइन्छ कर्म गर, त्यो चकलेट देखाएको। अब हामी चाहिँ स्वर्गै जानको लागि कर्ममै भुलिरहेको, चकलेटमै औषधि। माने माथिल्लो त्योभन्दा माथि भक्ति छ, भक्तिको सिँढीमा चढ्नु पर्यो। माने कर्म के का लागि गर्ने त भन्दा हृदय शुद्धिका लागि माने 2 घण्टा पूजामा बस्नु पर्यो भनेपछि 2 घण्टा मोबाइल त्याग गर्नु पर्यो, पूजामा मन लगाउनु पर्यो। एउटा भगवानको स्वरूपमा चाहिँ मन लाग्छ। मन एक ठाउँमा रहनु नै के हो त, चित्तवृत्तिलाई एक ठाउँमा निरन्तर लाग्नुलाई नै समाधि। समाधि भने के हो भने मन निश्चल हुनु नै समाधि हो। त्यो पूजा गर्दाखेरि कमसेकम आधा घण्टा, 1 घण्टा, 10 मिनट, 15 मिनट गर्दा गर्दा हाम्रो मन चाहिँ नि एक ठाउँमा अडिने। कसैको मूर्ति हेरेर चाहिँ यसो भगवानको अगाडि ध्यान बस्यो भनेदेखि माने त्यहाँ मन निरन्तर लागिरहन्छ। तैल धारा हो माने तेलको धारा खस्दाखेरि निरन्तर जसरी खस्दछ त्यसै गरी मनको वृत्ति पनि बगिरहन्छ, मन बगिरहन्छ। त्यसरी निरन्तर एक ठाउँमा लागिरहनु नै के हो त, मन त्यसमा अडिनु हो। र त्यो मनको शुद्धि नै कर्मद्वारा हुन्छ। चित्तवृत्ति चित्त शुद्ध हुन्छ, वासनाहरू क्षीण हुन्छ। र त्यसपछि भक्तिमा लाग्नु पर्यो। भक्तिमा लागेपछि त अब भजनद्वारा पनि भगवानमा एकदम मान्छे झुलिराखेको हुन्छ, भजन कीर्तनमा साधनामा हैन। त्यो भक्तिमा फेरि छुट्टै आनन्द छ। माथिल्लो स्टेप हो, अलिकति कर्मबाट माथि उठ्यो र भक्ति दृढ हुँदै गइसकेपछि अनि बल्ल ज्ञानमा जाने हो। त्यसो कारणले कर्मयोग कर्म गर्नुपर्छ, एकैचोटि ज्ञान हुँदैन, ज्ञान दृढ हुँदैन। भगवानले त कर्मको बारेमा कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, फलको आशा नगरिकन हामीले कर्म गर्नुपर्दछ, आफ्नो कर्तव्य। किनकि संसारमा रहेछ, मैले भने नि परिवार छ, श्रीमती छ, घर छ, व्यवहार छ, तर पनि असङ्ग छ। असङ्ग चाहिँ रहनु पर्यो। असङ्ग रहने बानी चाहिँ हामीले विकास गर्नु पर्यो। भिडभाडबाट कम बस। गीतामा त्यही कुरो बताउनु भएको छ। विविक्त देश सेवित्वम अरतिर जन संसदि।
जनसंसदी भनेको भिडभाडमा अरति, त्यसमा प्रेम नगर भिडभाडबाट बचेर रहु। अरति जनसंसदी, त्यस कारण विविक्त भनेको एकान्तवास, एकान्तमा बस्ने, ब्रह्मचिन्तन गर्ने, आत्मचिन्तन गर्ने, व्यवहारमा लाग्ने। यसरी कर्मलाई भगवानले विशेष जोड दिनुभएको छ। कर्म गर्नुपर्छ, कर्म नगरी हुँदैन। कर्मणि एव अत्ते अधिकारः, कर्ममा मात्र तिम्रो अधिकार छ, फलमा अधिकार छैन। त्यस कारणले फल आशा रहित भएर कर्म गर। त्यो कर्मले अनि हानि पनि गर्दैन। माने एउटा कुरो। अर्को भक्ति गर, मलाई नै सम्झ, अनन्य भक्ति भनेर बताउनुहुन्छ। अनन्या चिन्तयन्तो माम ये जना पर्युपासते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्। भगवानले भन्नुहुन्छ न अन्य इति अनन्य, अनन्य भक्त भन्छन् नि मान्छे। अनन्य भने न अन्य। भगवान श्रीकृष्णदेखि अर्को अब अहिले के छ, मान्छेको भिड जता गयो त्यतै जाने चलन छ हैन। 2-4 वर्षमा गुरुहरू पनि नयाँ नयाँ आइरहनु भएको छ। अनि जता चाहने अलिकति चमक दमक हुन्छ हैन, मान्छेलाई त्यही मनपर्छ। भिड कता लागिरहेको छ हैन। चमत्कार जसले देखाउँछ, चमत्कार चाहिएको छ के। अब आजको भोलि नै छैन, मेरो जीवनमा परिवर्तन चाहिएको छ। त्यो मेन हाइवेबाट हिँडेर गएपछि काठमाडौँ त एक दिन अवश्य पुगिहालिन्छ, पुग्दैन हैन। नालातिर कति राम्रो छ कि भनेर उता पस्यो हैन। अहिले नालातिरको राम्रो छ कि भने अनि भक्त पूजा गरेपछि उता कठाघरतिर जाने अझै राम्रो बनाएर छन्, उतातिर छिर्ने भने जस्तै सनातन मूल धर्ममा अहिले हाँगा प्रशाखाहरू आएका छन्। अब त्यो उता राम्रो देखिन्छ हैन, त्यो चाहिँ राम्रो देखिन्छ, मान्छे चाख्दै हिँडिरहेको साग सब्जी चाखे जस्तो हैन। कुन चाहिँ मिठो छ, कुन चाहिँ खानेकुरो चाखेर हिँडे जस्तो। मूल सनातन धर्म वेदले बताएको जुन दर्शन छ, वेदले देखाएको बाटो जुन छ, गीता उपनिषद र ब्रह्मसूत्र, यसलाई प्रस्थान त्रयी भन्छ। वेदको मुख्य रूपमा व्याख्या गर्ने शास्त्रहरू, त्यसमा गीता पर्छ स्मृति प्रस्थानमा। र यो गीता वेदकै सार हो, वेदकै रस हो भने सर्वोपनिषदो गाव, उपनिषद भने वेद हो। त्यही भगवानले दोहोरेर दिनुभएको छ सरल भाषामा, वेद बुझ्नु बहुत गाह्रो छ। त्यस कारणले भगवानले के भन्नुभयो त भन्दाखेरि हामीले कर्म गर्नुपर्छ, भक्ति पनि गर्नुपर्छ। कस्तो भक्ति? अनन्य भक्ति, मलाई मात्र। माम अनुस्मर युद्ध छ भनेर बताउनु। मलाई सम्झ र युद्ध गर, तिम्रो युद्धमा अधिकार हो। अब युद्ध गर भन्दा यहाँ गुरुले युद्ध गर्नु भनेको होइन हैन। युद्ध त संसारमा युद्ध चलिरहेको छ। दिनदिनै आफ्नो चाहिने घर परिवारको लागि गरिने जुन कर्म छ, गरिने जुन दौड धुप छ, त्यो युद्धै हो। त्यसमा विजय प्राप्त गर्नु छ। हामी पनि योद्धा हौ। संसारको विषयहरूसित संसारमा आउने हरेक समस्यासँग फेस गरिरहनु पर्छ, त्यो युद्ध हो। त्यो युद्धमा हामीले चाहिने माम अनुस्मर, मलाई सम्झन चाहिँ नछोड है। हाम्रो एउटा नेपाली भाषामा खान्छ नि, हातमा काम मुखमा राम, त्यो नछोडिकन हामी अगाडि बढ्नुपर्छ। माम अनुस्मर युद्ध छ, मलाई सम्झ। युद्ध त त्यतिखेर अर्जुनको पो कर्तव्य थियो त, हाम्रो कर्तव्य युद्ध गर्नु होइन। एकजना माओवादी नेताले प्रचण्डले भने जस्तो लागेको छ कतै भाषणमा, मैले गीता पढेँ, मैले गीता नि पढेको छु, मलाई गीताले चाहिँ युद्ध गर भनेर सिकायो। त्यस कारणले युद्ध, किनकि गीतामा मैले सबैलाई मार्ग निर्देश गीताले केही न केही, कर्म खोज्नेलाई कर्मको बारेमा छ, भक्तिमा लाग्न चाहनेलाई भक्तिको बाटो देखाइदिनु भएको छ, ज्ञानमा लाग्नेलाई ज्ञानको बाटो देखाइदिनु। सबै बाटो यसमा प्रशस्त छन्, भगवानले बाटो देखाइदिनुहुन्छ। जो दो बाटोमा अल्मलिएको छ उसलाई लक्ष्य देखाइदिने काम भगवानले गीतामा गरिदिनु भएको छ। त्यस कारणले भक्ति कस्तो हुनु पर्यो? माम अनुस्मर युद्ध छ, अनन्या चिन्तयन्तो। अनि हामी चिन्तित गर्छौँ
मैले कमाइराखेको छु हैन, मैले सेभिङ पनि गरिराखेको छु भने कतिजनाको सेभिङ सहकारीले उडाइदियो ब्याङ्कले कति उडाइदियो हैन। त्यस कारणले हाम्रो सेभिङले केही हुँदैन। सेभिङ गर्नेवाला परमात्मा हुनुहुन्छ, सेभ गर्नेवाला। त्यस कारणले भगवानले के भन्नु, अनन्यास चिन्तयन्तु माम ये जना पर्युपासते तेषां नित्याभियुक्तानाम, जो नित्य मलाई चाहिँ स्मरण गरिरहन्छ, मेरो शरणमा छ, उनीहरूको योगक्षेमम वहाम्यहम्। योग भन्नुभएको भएन, योग भनेको जोडिदिने। हामीसित के छैन त्यो कुरो दिलाइदिने काम परमात्माको। क्षेम भनेको चाहिँ रक्षा। अप्राप्तस्य प्राप्तिर योगः, प्राप्तस्य संरक्षणम क्षेमः। प्राप्त भएको कुरो जोगिनु पर्यो नि। महिनामा लाख रुपियाँ तलब खान्छ, 1000 रुपियाँ जोगाउँदैन भने अब के गर्ने? लाख रुपियाँ खाएर मात्र भयो, बरु 50,000 खानेले 25,000 जोगाउला हैन। त्यस कारणले त्यो जोगाइदिने पनि परमात्माले हो, हामीले जोगाएर जोगिनेवाला छैन। त्यस कारण हामी बिना कारण चिन्ता लिएर मात्र बसिरहेका छौँ। त्यस कारणले योगक्षेम यो भगवानले गरिदिनुहुन्छ। त्यस कारणले हामी त आफ्नो कर्तव्यमा आफ्नो कर्म गर्ने हो। भागवतमा एउटा श्लोक आउँछ, पथिच्युतम तिष्ठति दैव रक्षितम गृहे स्थितम दैव हतम विनश्य। पथिच्युतम हजुरहरूले अनुभव पनि गर्नुभयो होला, कहिलेकाहीँ रोडमा आफ्नो सामान खसेको पछि खोज्न जाँदाखेरि जहाँको तै हुन्छ कि बीच रोडमा भयो नि, कसैले टिप्दैन, त्यो हजुरको हातमा फेरि आउँछ। तर कहिलेकाहीँ कसैले देखाला भनेर दराजमा एकदम थैलीभित्र थैली, अर्को झोला पोको बनाएर दराजभित्र राखेको कुरो पनि हराउँछ, भेटिँदैन। त्यो भने गृह स्थितम दैव हतम, दैवले रक्षा गरेन भने त्यो रक्षित हुँदैन। त्यस कारणले रक्षा र चाहिने जम्मामा हामी भुल्नु हुँदैन भनेर यसरी भगवानले मार्ग प्रशस्त गर्नुभएको छ। अनि भगवानले ज्ञान, भक्ति, कर्म यी सबैको उपदेश गर्दै मेरो यो भक्त चाहिँ राम्रो हो भनेर बताउनु भएको छ। त्यसपछि 12 अध्यायलाई भक्ति योग भनिन्छ, 13औं अध्यायलाई चाहिने क्षेत्र क्षेत्रज्ञ विभाग योग भनेर बताइएको। क्षेत्र भनेको चाहिँ यो शरीर हो, क्षेत्रज्ञ भनेको ज्ञ भनेको जान्नेवाला, जानातिज्ञ हैन। त्यस कारणले यो क्षेत्र भनेको शरीर, यो क्षेत्रलाई जान्नेवाला जुन म अहम भन्छ नि, त्यो अहमलाई फेरि भक्त हुनको लागि बडो गाह्रो छ। अहम भन्छौँ नि हामी, म, त्यो अहंकार चाहिँ सबैभन्दा सूक्ष्म हुन्छ है संसारमा। किनकि प्रकृति 8 प्रकृति भगवानले चाहिने 8वटी रानीसित विवाह गर्नुभयो भन्ने आउँछ नि कृष्णजीले। त्यो 8 रानी नभएर 8 प्रकृति हुन्। के हुन्? गीतामै आउँछ, भूमि रापो नलो वायु खम मनो बुद्धिरेव च अहंकार इति यम्मे भिन्ना प्रकृति रष्टधा। र यी भूमि भनेको सबैभन्दा स्थूल चिज हो, हामीले देखिरहेको छ पृथ्वी। आप त्योभन्दा सूक्ष्म जल, अनल अग्नि, त्यसपछि वायु, आकाश सूक्ष्म हुँदै गयो हैन। र अन्तिममा सूक्ष्म के छ त भन्दा खम मनो बुद्धिरेव च, बुद्धि भन्दा पनि सूक्ष्म अहंकार। मन, बुद्धि, चित्त, अहंकार। अहंकार चाहिँ सबैभन्दा सूक्ष्म छ। अहम म हो, जबसम्म म भन्छ नि मलाई त्यसो भनेको भनेर मान्छे चिन्तित भइरहन्छ। त्यसले मलाई त्यसो भन्ने भनेर मान्छेलाई रिस उठ्छ, मेरो अपमान गर्ने भनेर जुन म छ नि, त्यो मलाई चाहिँ जबसम्म मान्छेले, हजुरहरूले भोजन बनाउनुहुन्छ नि, भोजन बनाउँदा यसो छाम्नुहुन्छ सितो, यसो गिर्खा रहेछ भने पानी पुगेन, अझै पकाउन पुगेन भनेर एकछिन फेरि बसाल्नु भने चुरो मर्नु पर्यो नि। हो, त्यो म रूपी चुरो जबसम्म मर्दैन नि। संस्कृतमा भोजनलाई, भातलाई के भनिन्छ भन्दाखेरि भक्त भनिन्छ। भक्त माने भात। त्यो भातलाई जसरी पाक पुगेपछि मात्रै त्यो भात बन्छ, त्यसै गरी भक्त हुनको लागि पनि संसारको सुख दुःखको तापले चाहिँ नि पाक पुग्नु पर्यो, उसमा तपिनु पर्यो। धान ठोकिन्छ नि ढुङ्गामा,
हैन। अनि रापले आगोको रापले पिल्स्याउँदा छोपेर भर्स्याउने भन्छन्। अझ हामी पनि भर्सिनु पर्यो भगवानको चिन्तामा, भगवानको स्मृतिमा, हैन, कर्ममा तप्दा अनि बल्ल त्यो भक्त भन्छ। भक्त भन्न सजिलो छैन। चुरो मर्नु, जो अहंकार रूपी जुन चुरो छ त्यो चुरो नमरेसम्म जसरी उता भात बन्दैन, यता अहंकार रूपी चुरो नमरेसम्म भक्त बन्न सक्दैन। त्यस कारणले भक्त र भात उस्तै उस्तै त्यो अहंकारलाई हामीले त्याग गर्नुपर्छ भनेर त्यहाँ बताउनु भएको छ। र त्यसपछि क्षेत्रज्ञलाई बुझ्नुपर्छ। अनि 15औं अध्यायलाई पुरुषोत्तम योग भनेको छ, गुणत्रय विभाग योग भनेको छ। सत्व रज तमबाट माथि उठ्नुपर्छ भनेर बताउनु भएको छ। पुरुषोत्तम भनेको भगवान पुरुषोत्तमसँग जोडिने यो संसार रूपी वृक्षको हामी ऊर्ध्व मूल मध्य शाखा। हामी जन्मिँदाखेरि पहिला शिर टेकेर जन्मेको थियो नि, हो कि शिर टेकेर जन्मेको थियो। त्यसकारण हाम्रो पहिलो पाइला त शिर हो। त्यो पाइला चाहिँ हाम्रो ऊर्ध्व मूल भने है मासतिर फर्केको छ। हाम्रो मूल माथि छ परमात्मा, अध शाखा, यी शाखाहरू विस्तार भइरहेको छ। अध शाखा यो शरीरको वर्णन त्यहाँ आउँछ पुरुषोत्तम योगमा। हामीले यही भित्र रहेको पुरुषोत्तमलाई म खाने अन्न पनि मै हुँ, पचाउने वाला पनि मै हुँ भनेर बताउनु भएको छ। त्यसपछि गुणत्रय श्रद्धाको विषयमा बताउनु भएको छ। र नि निष्ठा अन्तिममा 18औं अध्यायमा निष्ठाको कुरो आउँछ। ज्ञान निष्ठा हुनुपर्दछ। निष्ठा भनेको निरन्तरता। हजुरहरूको योगमा निष्ठा छ नि हैन, त्यसकारणले दिनदिनै आउनुहुन्छ। निरन्तरता, यो निरन्तरता भएर भने निष्ठा सकियो, त्यसमा प्राप्ति केही पनि हुँदैन। त्यसकारणले निष्ठा हुनु, जे कुरो जे गरिन्छ त्यसमा निष्ठापूर्वक गर्नुपर्छ भनेर निष्ठाको कुरो आउँछ। त्यसकारण अर्जुनलाई तिमी आफ्नो कर्तव्यमा लाग, निरन्तर लाग, तिमीले केही सोच्ने होइन भनिसकेपछि अन्तिममा अर्जुनले के भन्नुहुन्छ? नष्टो मोह स्मृतिर्लब्धा त्वत्प्रसादान मयाच्युत। हे भगवान, मेरो जुन मोह, सुरुमा अर्जुन विषाद आएको थियो, मोह शोक र मोहले म ग्रसित भएँ भन्ने कुरो गरेका थिए। अब स्मृति र लब्धा, स्मृति लब्धा भन्नुको अर्थ के हो त भन्दाखेरि स्मृति भनेको के हो त भनेको सम्झिनु हैन। स्मृति भनेको मलाई स्मृति भयो, मैले हजुरलाई पहिला भेटेको थिएँ भन्छ नि मान्छे, भनेको उसलाई ज्ञान पहिल्यैदेखि थियो भन्नुको अर्थ ज्ञान हामी भित्रै छ। मोहको कारणले ज्ञान ढाकिएको छ, पर्दा लागेको छ। पर्दा लागेको देखिन्छ त, नाटकमा पर्दा लाग्छ नि हैन, बेला बेलामा पर्दा लाग्छ। त्यो पर्दा लागिरहेको छ, पर्दा उगार्ने काम मात्र हो, ज्ञान मैले दिने होइन। ज्ञान हजुरहरू भित्रै छ। नष्टो मोह स्मृतिर लब्धा त्वत्प्रसादान मयाच्युत। अब अनि अन्तिममा के भन्छन्? करिष्ये वचनम तव। हे प्रभु, हजुरको वचन अब म मान्दछु, म गर्दछु भनेर अनि युद्धको लागि तयार भएका छन्, सज्जित भएका छन्। आज गीता जयन्ती। अब यो गीता त आजभन्दा कति हजार वर्ष अगाडि जन्मिएको हैन, भगवान श्रीकृष्णको मुखारबिन्दबाट। अब यो जन्मिएर त केही हामीलाई लाभ भएन। वर्षै पछि गीता जयन्ती आउँछ जान्छ। तर गीता भनेको त्यो जुन ज्ञान हो, त्यो ज्ञान चाहिँ हाम्रो हृदयमा जब प्रकट हुन्छ नि, स्मृति र लब्धा हुन्छ, अनि मात्र गीता जयन्ती हुन्छ, नत्र गीता जयन्ती हुँदैन। यहाँहरू सबैको हृदयमा यो भगवान श्रीकृष्णद्वारा रचित गीता हजुरहरूको घर घरमा नै हुनु पर्यो। र यो त खल्ती खल्तीमा हुनुपर्छ। गीताको पुस्तक नेपालीमा नि पाइन्छ आजकल, सजिलो मिठोसित पढ्न मिल्ने। खल्ती खल्तीमा हुनुपर्छ र यो मार्ग निर्देशक बन्नु पर्दछ। त्यो भनियो भने अनि बल्ल गीता जयन्ती हुन्छ। त्यो ज्ञान हाम्रो हृदयमा जाग्दछ अनि शोक र मोहहरू पनि नाश भएर जान्छन् अनि परमात्मासँगको योग पनि सफल हुन्छ। यहाँहरू सबै परमात्मासँग सधैँ जोडिरहनु होला। यहाँहरूको हृदयमा छिटोभन्दा छिटो गीता जयन्ती होस्। धेरै सुन्दर वचनहरू सुन्न पायौँ। वास्तवमा यो एकदमै